अनि त्यहाँ भाइ हेलो गाइज वेलकम टु नरेशको च्यानल। नरेशको च्यानलमा स्वागत छ हजुरहरूलाई। अनि म चाहिँ आज कारखानाबाट आएको थिएँ। यहाँ नरेशले चाहिँ बाइक कुदाउँदैछ। आज चाहिँ यसो भ्लगको सुरुवात चाहिँ मैले गरिदिएको छु। अब राइड हान्दैछन् नरेश, त्यही भएर होला परे त त्यही भएर होला हामी चाहिँ 4-5 मिनट गयो हाल्नुपर्छ। अनि हामी चाहिँ सधैँ जसरी कहाँ जाँदैछौँ चौरमा, त्योभन्दा अन्त ठाउँै छैन जानुलाई। ठाउँ त छ योसँग फेरि छँदै छैन लाइसेन्स बिनाको ड्राइभर भइरहेको छ। लाइसेन्स बिनाको ड्राइभर। अनि अब हामी चाहिँ यहाँदेखि लाग्दैछौँ चौरतिर। देख्न सक्नुहुन्छ म यसरी बसेर भिडियो बनाउँदैछु। यसले बाइक कुदाइरहेछ, राम्ररी कुदा भने कुदा। हेलमेट बाँध्नु भयो अहिले फेरि बाटो हुन्छ होइन, त्यस्तो डढाएर कुदाएर हुन्छ। हामी चाहिँ पहिला झन्डै झर्दिएर। अब हामी चाहिँ यहाँदेखि तल जान्छौँ। तलदेखि चौरमा के छ अवस्था भनेर हामीले हेर्नुपर्ने हुन्छ। चौरको अवस्थालाई हामीले विचार गरेर एकदम मजाले चाहिँ हामीले होइन यसो हेर्नुपर्ने हुन्छ। ल देख्न सक्नुहुन्छ अब नरेशको भ्लगमा चाहिँ मैले यसो बाइक कुदाएको देखाउनु पर्ने हुन्छ। ल मेरो केही स्किल छ। स्किल चाहिँ हङ्ग्याङ खुली त्यो भर्खर सिक्दै हो। खासमा चाहिँ बाइक त अब यो स्टार अफ गरिहाल्छ। अब बाइकले दोष दिन्छ नि, चलाउन आएपछि त नि। ल ल लडाउन चाहिँ लडाउँछ नि यसले कहाँतिर अहिले। कुदियो केटा कुद्न चाहिँ। बाइक चाहिँ जे होस् चलाउन चाहिँ चलाउँछन्। त्यस्तो थाहा चाहिँ अलि राम्रोसँग बसेको छैन। गियर सेयरमा चाहिँ अलिक कन्फ्युजै हुन्छ नि त अहिलेसम्म है। सो त्यही नै हो। त्यहाँबाट अब कहीँ कतै जानु खै अब यही चौर मात्र दिनकै है। ल सो गाइजु भाइले बाइक त स्टार अफ गरेछन् है। यहाँनिर बाइक चाहिँ स्टार अफ गरेछन्। खासै त्यसले चलाउन आउँदैन। त्यसले के गरेर बल्ल गुड्यो है। यहाँ खासै त केही छैनन् तल चौरतिर है। खोला छेउ हो, यतातिर यस्तै यस्तै छन्। तर शीतल चाहिँ शीतल छन् है यहाँतिर चाहिँ। सो त्यही नै हो गाइज। कहीँ कतै नि जानु पाएको छैन। कहीँ कतै नि जानु पाएको छैन। खोइ टाढा खोइ कहाँ जानु, खोइ एक्लै हुन्छु। भाइको त ड्युटीमा हुन्छ है। एक्लै भएपछि लास्टै झ्याउँके फेरि भ्लग बनाउने। अब एक्लै कहाँ जाउँ के गरेर छटपट हुन्छ नै हुन त। अब के भन्नु, फेरि एक्लै हिँड्न लास्ट झ्याउलाउने कि फेरि। त्यही नै हो गाइज। आजभोलि बाहिर त्यति निस्केकै छैन। गियरमा भैँ गर्दै आइरहेछन्। ल सो गाइज त्यही नै हो। भाइले अब माथिबाट भ्लग स्टार्ट गरे जस्तो लागेको थियो। अनि पछाडि बसेर है। अनि दाइ तल जाउँ, बाइक एक राउन्ड हान्नु पऱ्यो, नचलाएको धेरै भयो भनेर तल आएको थियौँ चौरतिर है। त्यही नै हो। अब कहीँ कतै जानै पाउँदैनन् घरदेखि है। अब अलिकति यही चौरमा आयो, चट्टानी त्यसो हावा खायो, जाने बस्ने आउने है। कहीँ कतै टाढो जानै पाएको छैन। स्वर त के हो, सुक्नु पो लाग्छ त हौ स्वर त। त्यही नै हो गाइज। त्यसले बाइक कुदाइरहेछन् त्यतातिर है। अब तलको चौर त जहिले देखिरहेकै हो हजुरहरूले। अब त्यही नै हो। लसो गाइज त्यसले बाइक लडायो भने पो टेन्सन हुन्छ फेरि। सो गाइज अब चाहिँ हामी बाइक कुदाएको यसो देखाउन चाहन्छु होइन। अहिले मैले स्टार्ट गरेँ भिडियो नि स्टार्ट भयो, बाइक नि स्टार्ट भयो। अब मैले कुदाउनु पर्ने हुन्छ। म बिस्तारै लामा
के भन्ने क्लोज पनि टुप्पीमा छ बाइकको अनि के भन्ने गाइज ट्रन लिइसकेँ है गाइज अब मैले कुदाएँ ल स्पिड कुदाम फोन जर्छ भन्ने टेन्सन त्यही भएर मैले स्पिड कुदा छैन A few moments later. सो म चाहिँ जहाँदेखि गएको थिएँ त्यहीँ आइपुगिसकेँ है गाइज अहिले चाहिँ मैले बाइक पुरै राउन्ड हाने अनि आइसकेँ अब यो मान्छे चाहिँ त्यहाँनिर आर्मी दाईहरू बाइक कुदाएको बाइक अरे गोल खेलेकोमा त्यहाँनिर जाने भन्दैछ ऊ त्यहाँनिर अनि अब त्यहाँ चाहिँ उसलाई भिडियो बनाउनु लाज लाग्यो अरे अब के गर्नु बनाइदिनु परेको अब के गर्नु भ्लगर बोयहरूले लजाउँछन् अब स्टार्ट गर्नै जान्दैन यस्तो हानिदिउँ कि क्या यति साह्रो ह्याङ भएको छ यार आजकल मार्छ होला लडाएर बचाऊ सन्नानीलाई बचाऊ लामो लिनुपर्छ कुदा भनेको सुनि न सायद भर छैन यहाँनिर कुकुरहरू नआउँदा हुन्छ बेटर मात्र कुदाउने हो बल हान्दैछन् है चप्पलमा पो त फेरि ओए हेरी त्यहाँ बल हान्दैछन् कहाँ कहाँ फ्याल्छ त यसले बल चप्पलमा त हुँदैन के नि ल सो गाइस है 2-4 सर्ट हान्यो बल पनि धेरै दिनपछि 2-4 सर्ट हानेको बल लास्ट पोच थाक्दो रहेछ त्यही नि हो गाइस ल अब चाहिँ म निस्किन्छु घरतिर त्यही नि हो ल सो गाइस हामी चाहिँ फर्क्यौँ है जुत्ता भएको बल सल हान्न हुन्थ्यो जुत्ता छैन त्यहाँ लगभग 15-20 मिनट जति समथिङ बस्यो होला त्यहाँ घर गएर जुत्ता लिएर भाइ भन्दै थियो अब के फर्किराख्नु फेरि है अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ भाइले बाइक चलाइरहेको छ डराइ अब यस्तै छ जान पनि गएको छैन यस्तै छ आउनु पर्ला 1-2 दिन पछाडि फेरि बल हाल्न यसले बाइक चलाइरहेछ ओइ मार्न खोज्यो क्या अहिले त बिस्तारै नै बिस्तारै ओइ सो अहिले चाहिँ राति भए पनि हामी डुकुचाप जानुपर्ने भयो केटोले चाहिँ बाइक कुदाउँदैछ अनि अब हामी चाहिँ डुकुचापतिर लाग्यो काम पर्यो अब हामी जाँदैछौँ डुकुचापतिर
अनि अब हामी त्यहाँ पुगेर चाहिँ हामीले त्यहाँ गएर थोरै काम छ, हामीले त्यो काम निप्ट्याएर चाहिँ हामीले खाना बनाएर खानुपर्ने हुन्छ। सो अब चाहिँ हामी अहिले बाटोमा यसो हल्का भ्यूहरू क्याप्चर गर्नेछौँ, त्यहाँदेखि त्यही पुगेर बोल्नेछौँ। Yo soy una hija del Inti Sol, de la Pachamama.